is fresh water, one is fresh water, another also fresh water, another also fresh water. But now I am going to add some salt here to make it salty water. To make it more dense. Now stir it. के गर्ने एकातिर फ्रेस वाटर अर्कोतिर के लिने salty water. We are going to test about the sinking and floating of egg and oh, यो एगलाई फ्रेस वाटरमा हालेर के हुन्छ इट सिङ्क्स कम्प्लिटली या के भयो सिङ्क भयो किन सिङ्क भयो होला नि त यहाँ हेर द डेन्सिटी अफ एग इज हायर देन द डेन्सिटी अफ वाटर कुनै पनि कुरा तब सिङ्क हुन्छ जब त्यो अब्जेक्टको डेन्सिटी लिक्विडको डेन्सिटी भन्दा के छ बढी छ यहाँ अन्डा सिङ्क भयो यसले के जनाउँछ भने अन्डाको डेन्सिटी पानीको डेन्सिटी भन्दा के छ बढी छ अन्डामा जति अपथ्रस्ट लाग्नुपर्ने हो त्यसलाई होल्ड गर्नलाई त्यति अपथ्रस्ट लाग्यो अब हामी के गर्न सक्छौँ भने डेन्सिटी पानीको बढाउन पानीमा अपथ्रस्टको मात्रा बढाउन सकिन्छ बाई युजिङ salt. In another glass there is salt solution. Now check this, okay? Either upthrust increase or not. फर्स्ट केसमा के थियो एकको डेन्सिटी बढी थियो वाटर भन्दा सेकेन्ड केसमा मैले के गरेँ वाटरमा साल्ट एड गरेँ साल्ट एड गरेर चाहिँ यसको डेन्सिटी के हुन्छ बढ्छ यसमा भएको अपथ्रस्टको मात्रा के हुन्छ बढ्छ इट इन्क्रिज द अपथ्रस्ट नाउ जस्ट चेक लुक फ्लोटिङ अर नट हेर त म भित्र हाल्छु पनि बाहिर आउँछ फ्लोटिङ यस फ्लोटिङ ओके यसमा लाए बराबरको अपथ्रस्ट अहिले मैले पानी हाल्दा यहाँ डिस्प्लेस भएको छु जस्तो यो पानी भरि हुँदा भरि छ नि अब मैले यो अन्डा हाल्छु पानी डिस्प्लेस हुन्छ हुँदैन यसरी हाल्दा पानी बाहिर पोखिन्छ यो जुन डिस्प्लेस वाटर थियो नि अहिले भयो नि यसको वेट बराबर यहाँ अपथ्रस्ट लागिरहेको छ क्या बुझ्यौ यसको वेट बराबरको अपथ्रस्ट यहाँ एप्लाई भइरहेछ नाउ टेल मी वाट काइन्ड अफ बडी इज दिस सिङ्किङ अर फ्लोटिङ बडी स्योर it is floating body yeah it is floating why it is floating body why it is called floating right when an object is in the surface of water मलाई नेपालीमा भन्दा पनि हुन्छ नि नेपालीमा पनि भन्दा हुन्छ मैथिलीमा पनि भन्दा हुन्छ बुझ्नु चाहिँ पर्यो कुरा फेरि भन त अब कुनै पनि बडी पानी पानीको सर्फेस भन्दा माथि अलि पनि देखेको हुन्छ भने त्यो बडीलाई फ्लोटिङ बडी भनिन्छ र कुनै पनि अब्जेक्ट त्यो पानीमा अलि पनि देखेको हुँदैन भने त्यो अब्जेक्टलाई सिङ्किङ बडी अनि अदर किन भन्नु किनकि यो पानीमा माथि तैरिरहेको छ त्यसैले यसलाई फ्लोटिङ बडी भनिएको हो यो चाहिँ सल्टी वाटर भएको कारणले गर्दा यो फ्लोट भइरहेको छ किनकि सल्टी वाटरको डेन्सिटी धेरै हुन्छ यो अब्जेक्टको भन्दा अन्डाको भन्दा धेरै छ त्यसैले यो फ्लोट भइरहेको छ now tell me what kind of body is floating or sinking सिङ्किङ बडी sinking
Yes, sir. Sure. Yes, sir. तपाईँले के भन्नु फ्लोटिङ कि सिङ्किङ Sinking. न Sinking. स्टिल सिङ्किङ Yes, sir. यो त मुनिभन्दा धेरै माथि आइसक्यो किन सिङ्किङ किनकि पानीको सर्फेस भन्दा अझै पनि यो तल छ त्यसैले पानीको सर्फेसभन्दा अझै पनि के छ जबसम्म पानीको सर्फेस माथि आउँदैन बाहिरबाट देखिने खालको हुँदैन तबसम्म यो के हुन्छ सिङ्किङै हुन्छ ल अहिले पनि अलिकति सिङ्किङ अहिले पनि सिङ्किङ नै छ बाहिरबाट हेर्दा देखिँदैछ पानीबाट तर पानीको सर्फेस ब्रस गरेको बेला पानीको सर्फेसको मुनि फ्लोट भइरहेको छ अब बल्बको सर्फेसमा यसमा आयो सर्फेसमा आयो कि आएन आयो सर्फेसमा आयो फ्लोटिङ बडी सर्फेसमा 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 नआउनुभन्दा अगाडि सर्फेस मुनि हुँदा यो के हुन्थ्यो सिङ्किङ बडी सर्फेसमा देखिने बित्तिकै के भयो फ्लोटिङ बडी यसरी ल अफ फ्लोटेक्स पनि हामी यहाँबाट बुझ्न सक्छौँ र कुन अवस्थामा फ्लोट गर्छ हो जब अब्जेक्टको डेन्सिटी लिक्विडभन्दा कम छ त्यो बेला फ्लोट गर्छ क्लियर